नमस्ते सम्पूर्ण साथीहरूलाई यहाँहरूलाई मिस्टर खड्का युट्युब च्यानलमा स्वागत छ। आज पनि यहाँहरू समूह म उपस्थित भएको छु। आज हामी अध्ययन गर्न गइरहेका छौं डायोडको बारेमा। इलेक्ट्रोनिक्स उपकरणहरूमा प्रयोग हुने डायोडको बारेमा हामी जान्न गइरहेका छौं। डायोड धेरै प्रकारका हुन्छन्। रेक्टिफायर डायोड, जेनर डायोड, क्रिस्टल डायोड लगायतका डायोड मध्ये हामी आज नर्मली रेक्टिफायर डायोडको बारेमा अध्ययन गर्न गइरहेका छौं। प्राय गरेर रेक्टिफायर डायोडले एसी लाई डीसी मा कन्भर्ट गर्ने गर्छ। डायोडको दुई साइडमा एक साइड क्याथोड र अर्को साइड एनोड मा डिवाइड गरिएको हुन्छ। जुन मार्किङ साइड हुन्छ त्यसलाई क्याथोड मानिन्छ र अर्को साइडलाई एनोड मानिन्छ। क्याथोडलाई के ले संकेत गरिन्छ, सी ले गरिदैन, तर एनोडलाई ए ले संकेत गरिन्छ। उक्त डायोडलाई क्याथोड र एनोड कसरी चिन्ने? जब यो डायोड छ, यो डायोडलाई उल्टो के को रूपमा मान्नु सकिन्छ। यसैले हामीले यसरी लेखियो भने यो उल्टो के भएको साइडलाई हामीले क्याथोड र अर्को साइडलाई एनोड भनेर बुझ्नुपर्छ। क्याथोडको साइडमा सेतो अर्थात ग्रे कलरले मार्किङ गरेको हुन्छ, अंकित गरेको हुन्छ। एक साइडमा डायोडको एउटा डायोडको जस्तो डायोड छ त्यस्तै किसिमको सिम्बल छ। यहाँ बीचमा यसरी एक लाइनले अंकित गरेको हुन्छ। छोटो साइडमा लाइनले अंकित गरेको हुन्छ। उक्त लाइन साइडको भागलाई क्याथोड र अर्को साइडको भागलाई एनोड भनिन्छ। क्याथोड साइड जहिले पनि नेगेटिभ हुन्छ, माइनस हुन्छ र एनोड साइडमा प्लस हुन्छ। क्याथोड साइडमा माइनस र एनोड साइडमा प्लस हुन्छ। जहिले पनि भोल्टेज प्लस साइडबाट माइनस साइडमा फ्लो हुने गर्छ। पोजिटिभ भोल्टेज प्लस साइडबाट माइनस साइडमा जान्छ, तर माइनस साइड अर्थात क्याथोडबाट एनोड साइडमा पोजिटिभ भोल्टेज आउँदैन। जब हामीले सप्लाई दिन्छ कुनै पनि सर्किटमा, त्यति बेला हाम्रो एनोड साइडबाट भोल्टेज दिन्छ र क्याथोड साइडमा पठाइन्छ पोजिटिभ भोल्टेज। तर नेगेटिभ भोल्टेज एनोड साइडबाट क्याथोड साइडमा जाँदैन र क्याथोड साइडबाट पनि पोजिटिभ भोल्टेज एनोड साइडमा आउँदैन, तर नेगेटिभ भोल्टेज माइनस भोल्टेज एनोड साइडमा पास हुने गर्छ। यसरी पोजिटिभ भोल्टेज जहिले पनि एनोडबाट क्याथोड साइडमा हाम्रो फ्लो हुने गर्छ। डायोडमा रेक्टिफायर डायोडको बारेमा यहाँहरूलाई मैले अगाडि एउटा च्याप्टरमा हाफ, फुल र ब्रिज टाइपको रेक्टिफायर डायोड बनाएर पनि यहाँहरूलाई बताइसकेको छु। डायोडले एसीलाई डीसी मा कन्भर्ट गर्ने काम गर्छ। डायोडको एनोड साइडमा एसी भोल्टेज आएपछि जब एसी भोल्टेज दिइन्छ, डायोडले एसी भोल्टेजलाई डीसी मा कन्भर्ट गरेर अगाडि फ्याक्ने काम गर्छ। जहिले पनि पोजिटिभ भोल्टेज एनोडबाट क्याथोड साइडमा जान्छ, तर नेगेटिभ भोल्टेज एनोडबाट क्याथोड साइडमा जाँदैन। क्याथोडबाट एनोड साइडमा जहिले पनि नेगेटिभ भोल्टेज आउँछ, तर पोजिटिभ भोल्टेज
क्याथोडबाट एनोड साइडमा आउँदैन। यो मुख्य पोइन्टलाई यहाँहरुसम्म चाहिँ छोटो मैले ड्राइङ बनाएर बताउने छु। यहाँ हाम्रो एउटा ब्याट्री सेल ब्याट्री लगाएको छ, जहाँबाट हाम्रो पोजिटिभ भोल्टेज जान्छ एनोड साइडमा जाने छ डायोडको। यो एनोड साइड, यो क्याथोड साइड हो। एनोड साइडमा हाम्रो पोजिटिभ भोल्टेज दिएपछि यो हाम्रो सजिलैसँग आउटपुट हुन्छ। आउटपुट हुन्छ र हाम्रो बल्बमा जान्छ र बल्बले आफ्नो काम गर्न सुरु गर्छ, अर्थात् बल्ब बल्न सुरु गर्छ। अनि यसरी नै हाम्रो यहाँ पोजिटिभ भोल्टेज पोजिटिभ सप्लाई जब क्याथोड साइडमा जान्छ, यो क्याथोड साइड हो, यो एनोड साइड हो। हामीले पढिसक्यो भर्खरै। जहिले पनि क्याथोड साइडबाट एनोड साइडमा हाम्रो नेगेटिभ भोल्टेज पास हुन्छ र एनोड साइडबाट क्याथोड साइडमा पोजिटिभ भोल्टेज पास हुन्छ। तर यहाँ हामीले पोजिटिभ भोल्टेज क्याथोड साइडमा दिएको छ। क्याथोड साइडमा यहाँ गएपछि यहाँबाट अगाडि पास हुँदैन। यहाँ हाम्रो क्याथोडबाट यहीँबाट हाम्रो सप्लाई ब्लक हुन्छ। पोजिटिभ सप्लाई अगाडि पास हुँदैन। तर तलबाट जुन नेगेटिभ सप्लाई आएको छ, नेगेटिभ सप्लाई यहाँ एनोड साइडमा छ, यो पनि एनोड साइडबाट अगाडि पास हुँदैन, यहाँ ब्लक हुन्छ। यसरी जहिले पनि डायोडमा पोजिटिभ सप्लाई एनोडबाट सजिलैसँग आउटपुट हुने गर्छ, तर पोजिटिभ सप्लाई क्याथोडबाट आउटपुटमा आउट हुन सक्दैन। यसरी हाम्रो डायोडले दुई प्रकारले काम गर्छ। फरवर्ड बाइस, रिभर्स बाइस। फरवर्ड बाइसमा जहिले पनि पोजिटिभ सप्लाई हाम्रो डायोडको एनोड साइडमा जान्छ र एनोड साइडबाट पास भएर क्याथोड साइडमा निस्कन्छ र जहाँ सर्किट छ, सर्किटको बल्बले काम गर्न सुरु गर्छ। तर पनि त्यसरी नै हाम्रो रिभर्स साइडमा पोजिटिभ सप्लाई हाम्रो क्याथोड साइडबाट एनोड साइडमा हाम्रो पास हुँदैन। पास नहुने हुनाले हाम्रो सर्किटले काम गर्न सक्दैन, हाम्रो बल्ब चल्दैन। यसरी हाम्रो रिभर्स बाइस र फरवर्ड बाइसमा यसरी फरक किसिमले डायोडले सर्किटमा काम गर्ने गर्छ। डायोड अब कसरी चेक गर्ने त? डायोड खराब छ अथवा एनोड र क्याथोड कसरी पत्ता लगाउने, यहाँहरूलाई म मल्टिमिटरबाट प्रश्न बताउने छु। मल्टिमिटरको प्रडलाई यदि डायोडको सिम्बल दिएको छ भने डायोडको सिम्बलमा राख्ने, कमनलाई कमनमा राख्ने र रेड प्रडलाई हामीले डायोडको सिम्बलमा राख्न सकिन्छ। तर यो डिजिटल मल्टिमिटर भएको कारणले गर्दाखेरिमा हामीले यसरी राख्दाखेरिमा अटोमेटिक यो डायोडको सिस्टममा जान्छ र डायोड सजिलोसँग चेक गर्न सकिन्छ। डायोडको रातो प्रड हाम्रो पोजिटिभ हो र यो ब्ल्याक चाहिँ नेगेटिभ भएको कारणले गर्दा रातोलाई पोजिटिभ साइडमा अर्थात् एनोड साइडमा यसरी राख्नुपर्छ र क्याथोड साइडमा यो राखिन्छ। यसरी राख्दाखेरिमा हाम्रो कमसेकम 0.500 भोल्टदेखि 0.800 भोल्टसम्म हाम्रो रिडिङ हुन्छ। यसलाई हामीले डायोडमा जहिले पनि मिली भोल्टमा हाम्रो
रिडिङ मिटरले देखाउने गर्छ। यसरी देखाउँदाखेरिमा यदि एनोड साइडमा रेड प्रग र क्याथोड साइडमा हाम्रो ब्ल्याक प्रग राख्दा यसरी हाम्रो 0.500 देखि 0.800 भोल्टेज देखायो भने यो डायोड ठिक छ भनेर बुझ्न सकिन्छ र एक साइड मात्रै हाम्रो रिडिङ देखाउँछ। यदि उक्त डायोडलाई रेडलाई क्याथोड साइडमा र ब्ल्याकलाई एनोड साइडमा राखियो भने रेड हाम्रो पोजिटिभ हो, यो नेगेटिभ साइडमा राखिएको छ र ब्ल्याक हाम्रो नेगेटिभ हो, यसलाई हामीले पोजिटिभ साइडमा राखिएको छ। यसरी राख्दा रिडिङ हुँदैन। यदि भयो भने यो डायोड सर्ट छ भनेर बुझ्नु होला। क्याथोड साइडमा पोजिटिभ अर्थात् रेड प्रग र एनोड साइडमा ब्ल्याक प्रग राख्दाखेरिमा घुम्यो भने यदि घुम्यो भने यो डायोड सर्ट भएको छ भनेर बुझ्न सकिन्छ। एनोड साइडमा रेड र क्याथोड साइडमा ब्ल्याक हुँदाखेरिमा कन्टिन्युटी देखायो अर्थात् मिली भोल्टेज देखायो भने यो डायोड ठिक छ भनेर बुझ्न सकिन्छ। यसरी हाम्रो डायोडलाई खराब छ या सही छ भनेर स्पष्ट रूपमा हामीले बुझ्न सकिन्छ। अर्थात् डायोड जहिले पनि वन साइडमा रिडिङ देखाउने गर्छ। टु साइडमा रिडिङ देखायो भने डायोड सर्ट छ भनेर बुझ्नु होला। कहिले पनि डायोडले 0.500 देखि भोल्टेजदेखि 0.800 भोल्ट अर्थात् मिली भोल्टेजमा रिडिङ देखाउने गर्छ मल्टिमिटरमा। यसरी हाम्रो डायोडलाई चेक गर्न सकिन्छ। रेक्टिफायर डायोडले जहिले पनि 0.5 देखि 0.8 भोल्ट ड्रप गर्ने गर्छ। 0.5 भोल्टदेखि 0.8 भोल्ट रेक्टिफायर डायोडले ड्रप गर्छ। यसरी वन साइड सप्लाई पास हुने हुनाले यसलाई हामीले जहिले पनि पोजिटिभ सप्लाईलाई एनोडमा दिएर क्याथोड साइडमा पास गराइन्छ। यदि हामीसँग नेगेटिभ सप्लाई आएको छ अर्थात् नेगेटिभ आएको छ भने नेगेटिभ सिग्नललाई हामीले क्याथोड साइडबाट एनोड साइडमा दिएर सजिलैसँग पास हुन सक्छ। यदि हाम्रो नेगेटिभ सिग्नल आएको छ अर्थात् नेगेटिभ भोल्टेज आएको छ भने क्याथोड साइडबाट एनोड साइडमा पास हुन्छ, तर एनोड साइडबाट क्याथोड साइडमा नेगेटिभ पास हुँदैन। यसरी हामीले डायोडलाई फरवर्ड बाइस र रिवर्स बाइसमा हामीले सर्किटमा लगाउने गरिन्छ र यसरी काम गर्छ। हस् त यहाँहरूलाई डायोडको बारेमा कुनै जिज्ञासा भए कमेन्टमा राख्नु होला। हाम्रो डायोड विभिन्न प्रकारका डायोडको बारेमा फेरि अर्को च्याप्टरमा म बताउने छु। हाम्रो रेक्टिफायर डायोड यो भयो भने हाम्रो जिनर डायोडको सिम्बल यो हाम्रो जिनर डायोड हो। जिनर डायोड र क्रिस्टल डायोडको बारेमा फेरि रिलिज डायोड यिनीहरूको बारेमा फेरि म नेक्स्ट भिडियोमा बनाउने जमर्को गर्नेछु। हस् त डायोडको बारेमा यही समाप्त भएको।